दिदी झापा जानुभयो। घरमा भेना र म मात्रै भयौं। मलाई त्यो दिन किन हो किन एकदम खुसी लाग्दै थियो। खुसी हुनको कारण थाहा थिएन। कलेज गएर 4 बजे घर फर्किए, घर पुगेर खाजा खाए अनि एकछिन पढ्न बसे। करिब 6 बजे भेना पनि घर आइपुग्नुभयो अनि भेनाले के छ साली नानी पढिरा हो भनेर सोध्नुभयो अनि मैले पनि हो पढिराको भने। त्यसपछि म किचनमा गएर भेनालाई चिया बनाएर ल्याइदिए अनि भेनाले थ्याङ्क यू भन्नुभयो र साली नानी बसन तिमीसँग केही कुरा गर्नु छ भन्नुभयो। म सोफामा बसे अनि भेनाले पढाइ र अनि अरू कुराहरू पनि भयो। त्यसपछि म खाना बनाउन किचनमा गएर खाना खाएर मैले गुड नाइट भेना भनेर भेनाले पनि गुड नाइट साली नानी भन्नुभयो र आफ्नो कोठामा सुत्नु गयो। करिब 11 बजिसकेको थियो। मलाई त्यो रात निन्द्रा लागेको थिएन अनि भेना के गर्दै हुनुहुन्छ भनेर म भेनाको कोठाको छेउमा गए। भेनाले कोठाको ढोका लक गर्नुभएको रहेनछ र मैले भित्रको दृश्य देखेर मेरो होस उड्यो। भेना त नाङ्दै सुत्दै हुनुहुन्थ्यो भने भेनाको 8 इन्चको लाडो थम्किएको थियो। नजिक गएर 8 इन्चको लाडो मुखमा हालेर मज्जाले चुसिदिउँ जस्तो लाग्यो। म बिस्तारै कोठाभित्र छिरेर भेनालाई ब्ल्याङ्केट ओदाइदिए। त्यतिकैमा भेना बिउजिनु भयो। मेरो सातो गयो अनि भेनाले साली नानी के भयो किन लजाएको भनेर सोध्नु भयो। मैले केही होइन भेना भने अनि फेरि भेनाले यति राति यहाँ कसरी भन्नुभयो अनि मैले यतिकै हजुरलाई केही चिज चाहिन्छ कि भनेर हेर्न आएको थिएँ भने अनि भेनाले साली नानीले दिने भए एउटा चिज चाहिन्छ दिन्छौ त भन्नुभयो। मेरो मुटु ढुकढुक हुन थाल्यो र मैले के चिज हो भन्नु नभने भेनाले नाइ भन्न पाउँदैन भन्नुभयो। मुटु झन् ढुकढुक हुन थाल्यो। मैले हुन्छ भन्नुन् भने भेनाले मलाई तानेर खाटमा बसाउनु भयो अनि साली त आधी घरवाली हुन्छ तिमीलाई थाहा छ कि छैन भन्दै भेनाले मलाई खाटमा धकेल्नु भयो अनि ब्ल्याङ्केटले छोपेर मेरो दुध मसल्न थाल्नुभयो। मैले केही पनि गर्न सकिनँ। भेना नाइ नाइ भेना भन्दै थिए। भेनाले झन् जोड जोडले दुध मसल्न थाल्नुभयो। त्यसपछि मलाई पनि मज्जा आउन थाल्यो अनि भेनाले मैले लगाइराखेको कुर्ता सुरुवाल खोलिदिनु भयो अनि मेरो शरीरमा ब्रा र पेन्टी मात्र भयो। भेनाले मलाई किस गर्न थाल्नुभयो र मैले पनि किस गरेँ। किस गर्दा गर्दै भेनाले ब्रा माथिबाट नै दुध मसल्न थाल्नुभयो। आह ओह उफ। यस्तै 2 मिनेटपछि मेरो ब्रा खोलिदिनु